कस्तो चाँडै उज्यालो भएको यार। छोरो त भर्खर उठ्दैछस्? भर्खर उठे आमा। के गर्नु त, नसुती पढेर A+ ल्याएर पास भइहालेँ म। ती माथि डाँडामा घाम आइसक्यो, सुतेको कस्तो अल्छी हो। अब कता पढ्ने सोच गरेको छस् त बाबु? साथीहरू कता पढ्छन् सल्लाह गरिछस् त? अब कता पढ्नु नि, गाउँमा त्यति राम्रो क्याम्पस छ, ती पढ्छन् नि। अब तपाईँले भनेर हुन्छ त? आजकलका केटाकेटीलाई उसको कहाँ पढ्ने इच्छा छ? म त मेरो साथीहरू जहाँ पढ्छन् त्यहीँ पढ्छु आमा बा। छोरा, साथीहरूसँग जा न त, कहाँ पढ्दा रहेछन्। सँगै गएर पढ्दाखेरि हामीलाई नि ढुक्क हुन्छ, सल्लाह गरेर आइज। ल आमा ल, म उतापट्टि काकाको छोरा सञ्जय भनेर गएर आउँछु नि त। त्यसो भए ल ल ल, त्यो कहाँ पढ्छ हौ? ल ल आमा। छोरालाई पनि कति टाउका टेकाउनु पर्ने होला यसलाई। अब एउटा भएको छोरालाई नि कसरी टाउकामा नटेकाउनु त? कुटेर मारु गर्नु त? अनि यो बुढाको बुद्धि पनि के भएको? अलिअलि भएको बारी छँदैछ, त्यही बेचेर नि पढाउनु पर्यो नि छोरालाई। अब पछि मर्दासँगै लाने होइन होला, उसको इच्छा त गरिदिनु पर्यो नि त। अब तिमीहरूसँग बोलेर साथै नचल्ने भयो मलाई। जे गर्नु मन लाग्छ गर। आफ्नो बुद्धि जस्तो छोराछोरीलाई नि त्यस्तै बनाउने। यी बुढासँग कचकच गर्न नि सक्दिनँ म। काका नमस्ते। नमस्ते नमस्ते बाबु, के छ खबर? ठिकै छ काका। अनि सञ्जय कोही त? ए, तँलाई थाहा छैन बाबु? मैले त सञ्जयलाई काठमाडौँ पढ्न पठाइसकेँ नि। त किन यहाँ लखर 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 हिँडिरहेको नि? अब सहरमा गएर पढ्नु पर्दैन? पढ्न त मन छ नि काका, तर के गर्नु, गरिबको कोखमा जन्म लिएँ। म त सक्दिनँ होला काका। जब एउटा छोरालाई पढाउन सक्दैन तिम्रो बा आमाले? खोइ, अब घर गएर आमासँग एकचोटि सल्लाह गर्नु पर्ला। बाउको त आशै छैन। जसरी भए पनि काठमाडौँ पढ्ने वातावरण बनाऊ। कुरा बुझ्यो बाबु? हुन्छ काका, भइहाल्छ नि। म घर गएर यसो आमासँग सल्लाह गर्छु। हो, सल्लाह गर। यहाँ गाउँमा चाहिँ नि काम पनि छैन, पढाइसराइ हुँदैन। उहीँ काठमाडौँ जाऊ, उहीँ पढ। हुन्छ काका, अहिलेको लागि म गएँ है। ल बाबु, ल ल ल ल। ए आमा, ए आइस छोरा। मेरो साथी त सहर गइसकेछ पढ्नलाई। अब पैसावाला मान्छे गइहाल्छ नि त छोरा। अब हाम्रो पो छैन त। मलाई अरू केही थाहा भएन, म नि सहरै पढ्न जान्छु है। होइन, के भन्छस् छोरा? के का पैसाले तँलाई मैले सहर पढाउनु त? अब एक पैसा छैन, तँलाई सबै घरको स्थिति थाहा छँदैछ छोरा। मैले के भन्नु त? अब गरिबको कोखमा बास लिएर आइस छोरा। के गर्नु, आफूले नि कमाउन सकिएन, केले पढाउनु तँलाई सहरमा? अनि जसरी नै म सहरै जान्छु है पढ्नलाई। घमण्डी नगर्नु छोरा। मेरो छोरो ज्ञानी छ भनेको त घमण्डी गर्छस् त पनि? घमण्डी होइन आमा, गाउँले छोराहरू चाहिँ सहर पढ्न जाने अनि हामी चाहिँ यही बिग्रेको क्याम्पसमा पढ्ने। अब ल ल, म सल्लाह गर्छु बाबासँग। अब के भन्नुहुँदो रहेछ अनि मात्रै, अहिले म चाहिँ केही बोल्दिनँ है। तर विचार चाहिँ तैँले पनि गर्नुपर्छ, बजारमा पढ्नलाई पैसा छैन भनेर। ल आमा। बुढा छोराले पनि एसीमा राम्रो नम्बर ल्याइरहेछ, स्कुलै टप भयो अरे। अनि अब छोरालाई यहीँ पढ्न त छोरा भन्दा मान्दैन। सहरमा गएर पढ्छु भन्छ, उसका साथीहरू नि सबै सहरमा गएर पढ्छन् रे। यहाँ केही भविष्य छैन आमा, मेरो पढाइ राम्रो छ। म बजारमै गएर बसेर पढेँ भने तपाईँहरूलाई पनि भोलि एक दुई पैसा चढाउन खाँचो हुँदैन। म काम गर्दै पढ्छु भन्छ। अब सहरमा के का पैसाले पढाउनु होला त बुढा? अब के गर्नु त बुढी, अब पढाइ एकदम राम्रै छ हेर। अब हाम्रो घडेरी भएको पनि बिक्री हुँदैन हेर बेलामा। अब यसो गरौँ, त्यो हाम्रो गाउँको निवार साउ छ नि, उहाँसँग गएर यसो पैसा माग न सापट्टि। के भन्नुहुन्छ उहाँले? सापट्टि
साउले सापट्टि दिएको दिएकै हो। 3 टकेका ब्याजमा लाएर ब्याज खान बानी परेका मान्छेले सापट्टि, अनि सापट्टि ल्याएर चाहिँ के का पैसाले तिर्छौ नि भन त। होइन बुद्धि पनि के भएको हो मेरो बुढाको। 2-3 वर्षका लागि ऋण दिए त कस्तो हुन्थ्यो ब्याजमा। के हो त बुढी, घरबार चलाउने तिमी नै हो, तिमीलाई जे गर्दा राम्रो हुन्छ त्यही गर। त्यसै त गर्नु पर्यो नि बुढा, छोराको खुसी नै हाम्रो खुसी हो। अब त्यही नेहार साउकामा गएर पैसा मागेर ल्याउनु पर्यो, दिन्छन् कि? ब्याज लगाउने मान्छेले दिइहाल्छ नि, मलाई पो विश्वास गर्दैन। ल ल के हुन्छ एकचोटि चाहिँ जान्छु। गइहाल, छोराको चित्त दोहोर्नु हुँदैन। हुन्छ म गइहाल्छु। सुन्नु त, साउबा कता हुनुहुन्छ? किन चाह साउबा? साउबासँग सानो काम थियो मेरो। के काम हो र? साउबाको कारोबार सर्ने सबै मै हो। साउबालाई नै भेटेर भन्नुपर्ने छ। भन्नुहोस् न साउबा कता हुनुहुन्छ? एहे, यो मान्छेले त भनेकै लाग्दैन रहेछ। पछि आऊ, जाऊ। बा हुनुहुन्न। ए हुन्छ त। यिनीहरू गरिबहरू के गर्न आएका हुन्न, पैसै माग्न आएका त होला नि। साउबा नमस्कार। नमस्कार नमस्कार। कता जानुभयो र त? घुमेर आएको। यसो घरतिर गएको थिएँ मैले, हजुरलाई भेटिनँ। के काम पर्यो? अलिकति पैसा चाहिएको थियो साउबा। कति चाहियो? 50 जति चाहिएको थियो। यसो छोरालाई भर्ना गर्नु पर्यो कलेज भनेर। घरतिर हिँड। हुन्छ ल हिँड्नुहोस्। छोरा आमा तपाईँ आउनुभयो? आएँ छोरा, तर सहरमा पढ्न नजान हुँदैन बाबु। गाउँमा राम्रो शिक्षै छैन आमा। कसरी पठाउने छोरा तँलाई तँ बिरानो सहरमा? न मामाले छन् न आफन्त छन्। घरबाट एक रात बाहिर नबसेको छोरो। मलाई त कता कता डर लाग्छ छोरा। नजा नै बसेर पढ। सधैँभरि यहाँ तपाईँको माया माया भनेर म गाउँमा बसेर मेरो भविष्य बन्छ आमा। म सहर जानै पर्छ। तेरो इच्छा पुरा हुने भयो छोरा। साउले ऋण दिने भयो, मैले लिएर आएको छु। तर साउले बेलैमा ऋण तिर्नु है भन्नुभएको छ। अब के गर तिर्ने होला छोरा? म सहर गएपछि त आमा पढ्दा पढ्दै केही काम त गरिहाल्छु नि। म काम गरेर भयो नि साउको ऋण तिर्छु आमा। तँलाई घरको स्थिति सबै थाहा छ छोरा। बुवाको बानी आनी कस्तो छ भन्ने कुरो पनि थाहा छ। बुवाले त मान्नु भएको थिएन। मेरो करले नै गर्दा तँलाई पठाउन लागेको छु। आफै स्वयं गर। अब घरको दुःख कस्तो छ के छ भनेर सम्झेस्। अब गाउँ घरको जस्तो हुँदैन सहरमा। साथीभाइ पनि राम्रा बनाइस्, इमान्दारसँगले पढेस्। घरको दुःख यस्तो छ भनेर ऋण तिरेस् है बाबु बेलैमा। ल आमा ल, तपाईँ टेन्सन नगर्नु। बेला बेला फोन पनि गरेस्, चिठी नि लेखेस्। उही गर कतिका छोरा त बिलासेका छन् अरे बाबु। त्यही भएर मैले तँलाई सहरमा पढ्नलाई नपठाउने निधो गरेकी थिएँ। अब के गर्नु त? छोराछोरीको खुसी नै आमा बाबुको खुसी हुने रहेछ। त्यही भएर मैले मुटुमाथि ढुङ्गो राखेर भए पनि तँलाई पठाउने निर्णय गरेको छु। तर मेरो भित्र आत्मादेखि होइन छोरा, एउटा बाध्यताले तेरो खुसीको लागि। केही हुँदैन आमा। गाउँले त्यहाँ पल्ला घरको काकाको छोरा त सहर गएर पढिरहेछ अरे। काकाको छोरो जान्छ सहर, कहाँ जान्छ? अरूले तिर्ने बाटो छ, जान्छन् नि त बाबु। उनीहरू काकाले कति मिहिनेत गरेर काम गर्नुहुन्छ। ल छोरा अब जाने तयारी गर। म पनि यसो भान्सामा के बनाउँछु है। ल आमा ल। लु छोरा अब राम्ररी जा, फटा नहो, राम्ररी पढ। पढेर ठुलो मान्छे हेर्न चाहन्छु।
यी बस भन्दा मानिनस्। सबैले यो स्कुलमा पढ्दा हुन्थ्यो, तँलाई भएन। तेरै खुसीका लागि मैले पठाउन राखेको छु। तर यो बाउ आमाको नाक चाहिँ कहिले नगरोस् है छोरा। भइहाल्छ नि आमा, टेन्सन नगर्नु न। म पढेर राम्रो मान्छे भएर आउँछु घर, अनि साउको ऋण तिरौँला। अब जाने बेला रुनु हुँदैन। अब काठमाडौँ पढ्नु त हो। नरुनु त भन्छु नि, के गर्नु। मैले कहिले आफूदेखि पर पारेकै छैन छोरालाई, एक रात पनि बसेको छैन। त्यत्रो ठुलो सहरमा पठाउँदैछु। कस्ता छन् त्यो सहरका मान्छे, के खान्छ, कसले भात पकाएर खुवाइदिन्छ होला मेरो छोरालाई। आमाको मन कहाँ मान्छ र बुढा। ल अहिले गाडी छुट्छ बाबु, जा। ल बा, ल म गएँ। पुगेर यसो खबर गरेस् है बाबु। पुगेपछि फोन गरिहाल। ल बा, फोन गर्छु म। ल ल बाबु, जा राम्रो। बजाउँ। दिदी, ती सुन्तली दिदीले कति धेरै माया गर्नुहुन्छ छोराछोरीलाई। छोरा उहाँ सहर पढ्न गएको, एकल पनि फोन गर्दैन। छोराकै पिरले होला आजभोलि सुन्तली दिदी दुब्लाउँदै जानु भएको छ। कमसेकम फोन त गर्नुपर्ने त्यसले। होला नि बहिनी, सहरतिर त केटीहरू टन्नै पाउँछ अरे। केटीहरूसँग लाग्यो होला नि। यहाँ हुँदा त छुट्टी ताक्दै हिँड्थ्यो त्यो केटो। अनि बाउ पनि त कहाँ गतिलो छ र त नि, जाँड आएर दिदीलाई पिटिरहन्छन् अरे। अनि त्यही भएर पनि होला नि। के गर्नु बहिनी, मेरोमा नआऊ, धेरै रक्सी नखाऊ भन्यो भने म रक्सी बिना बाँच्नै सक्दिनँ। मेरो हात खुट्टा काम छ, मेरो जिउले कामै गर्दैन भन्छ। नदिउँ भने पनि भएन, व्यापारी हो म, दिनु परिगयो हो के न भन्नु त। अनि व्यापारी हो भन्दैमा त्यो दाइलाई बेसरी रक्सी खुवाउन त तपाईँले पनि नहुनु पर्ने। रक्सीबाट खाना नदे अरू खाना दिए के हुन्थ्यो र? त्यो त तपाईँकै कारणले हो। रक्सी बेच्नुको साटो अरू बेच्दा पनि त हुन्थ्यो नि। रक्सी नै बेच्नुपर्छ भन्ने त छैन नि दिदी। तपाईँको कारणले गर्दा त्यो दाइले दिनरात रक्सी खाएर त्यो सुन्तली दिदीलाई पिटे गर्नुहुन्छ। त्यही पिराले पनि मर्नुहुन्छ होला। बिचरा साउको ऋण तिर्न पनि नसकेर गाह्रो बच्चा, साउ पनि दिनकै किचकिच गर्न आइरहन्छन् भन्नुहुन्थ्यो। मेरो के गल्ती हुनु र बहिनी? अब मेरो त व्यापार हो, नदिउँ भने पनि भएन, नखाइकन सक्दिनँ भन्छ। अब मैले के भन्नु? मैले 2-4 बोतल रक्सी दिएन भने यहीँ खान्छु, नभए अन्त गरेर खान्छु। तेरो पैसा दिन्न भनेपछि मैले त अब आफ्नो पैसा आउनुको लागि अलिकति भए पनि लान्दा खा भन्नु पर्यो। अलिकति खाँदा खाँदै उल्टा चुलुङ्गमा मलाई नै डुबाउँछ। मलाई पनि कस्तो टेन्सन लाग्छ। पैसा उठाउनु पनि कसरी उठाउनु, माग्नु जाँदा पनि दिँदैन। अब उसको बुढीसँग माग्नु जाओ भने बिचरा त्यसको नि कमाइ छैन है, के गर्ने होला। भोलि बिहान सुन्तली दिदीको ज्यान तल माथि पर्यो भने तपाईँ बरु फन्दामा पर्नुहुन्छ। दिन पाएँ भनेर रक्सी टन्न दिएपछि कहाँबाट गतिलो हुन्छ त? ओहो, हो कि क्या हो? बहिनीले भनेको कुरा त मलाई पनि विश्वास लाग्यो। अब त आयो भने ज्यान गए पनि दिन्न, बरु त्यसै धपाइदिन्छ त्यसलाई। हो नि दिदी, अबदेखि बरु रक्सी त्यसरी खान नदिनुहोस्। बिचरा बरु त्यो सुन्तली दिदीलाई हामी दिदी बहिनी गएर यसो सान्त्वना दिउँ न। सान्त्वना दिएपछि उहाँको मन पनि अलि हल्का हुन्छ। हुन्छ, जाऊँ न त बहिनी, जाऊँ। छोरो चाहिँ पनि बिचरा उतैतिर हराइहाल्यो सहरतिर। हामीले गएर सान्त्वना दिँदाखेरि उसको मन खुसी हुन्छ भने किन नदिने, गाउँले भएको कारण। नमस्कार दाइ, नमस्कार। ओहो नमस्कार, के छ? ठिक छ, छोरोलाई त काठमाडौँ पठाउनु भएछ मेरै छोराको स्कुलमा। के गर्नु, आमाले गर्दाखेरि साह्रै जिद्दी गर पठाउनै पर्यो नि, के गर्नु। हो, पठाउनु पर्छ। पढ्यो लेख्यो भने केही कुरो जानिन्छ, बुझिन्छ। अब त नि भोलि छोरा आयो तिमीलाई पनि पाल्छ दाइ। हो नि, त्यो तिमीहरू धनी मान्छेहरू जस्तो हाम्रो गरिब मान्छेले पढाउनु नसकिन्छ र। आफ्नो छोरालाई पढाउन पनि धनको कुरा गरेर हुन्छ र? मन चाहिन्छ, मन दाइ, मन। खोइ मन मात्र भएर भएन, धन पनि चाहिने रहेछ। छोरोले कमाइहाल्छ नि, पढाइ राम्रो छ, भोलिको दिनमा कमाउँछ, किन चिन्ता गरे दाइ? हो, हुन त उसले जे भन्यो त्यही गर्नु पर्ला। हो, त्यसै गर्नुहोस्। छोरीको खुसीमा बाधक बन्नुहुन्न। ल हुन त हो भाइ, म पनि अहिले घरतिर लागि है। हुन्छ, एकदम बितिसक्यो घरको काम गर्न है। हुन्छ दाइ, पछि हुन्छ, भेटौँ। हुन्छ। हस् दाइ, हस्। होइन ए केटा, गाउँमा लगानी गरेर पनि केही पार लागेन। भने बेलामा पैसा उठ्दो रहेछ। अब कसो गर्ने है बाबु? अब कसो गर्ने नि?
तपाईँ भने मान्नुहुन्न? जसलाई पा त्यसलाई पैसा नदिनु, मान्छे हेरेर दिनु भन्दाखेरि मान्नुहुन्न? अब कसो गर्ने त? पैसा लिने बेलामा रुँदै रुँदै आउँछन्, आफू त कमलो मन। अब लौ न भने दियो, 1-2 महिना दिन्छु भन्छ, ब्याजको नि लोभ लाग्छ। पैसा लिइसकेपछि नाक मुखै देखाउँदैन। अब कसो गर्ने त? ल भन त बाबु। अब कसो गर्ने त? अब उनीहरूबाट पैसा आउला भन्ने आश छैन। उनीहरूको घरमा जे छ, गाई भैँसी बाख्रा जे छ त्यो उठाएर ल्याउने। हो बाबु, तिमीले ठिक भन्यौ। पहिला त्यो सुन्तली कहाँ गएर पैसा मागेर ल्याउनु पर्यो। पैसा माग्नु गयो कि रोएर बसिरहन्छ भने रुन्चे अनुहार गरेर। के गर्नु त बा? अब सुन्तली कहाँ गाई भैँसी बाख्रा केही छैन, सुन्तलीलाई नि उठाएर ल्याए त हो नि। हुँदैन त्यसलाई त उठाएर ल्याउन। ल्याएपछि खानिदिनु पर्यो, लाउनु दिनु पर्यो। यस्तो महँगीमा म त सक्दैन बाबु। के डराउनु भयो बा? म छँदैछु नि। हुँदैन, मेरो साउन्ड डुब्छ। बरु त्यसो घरमा गएर एकचोटि थर्काएर आऊ न। मैले भनेको कुरो कहिले हुन्छ भन्नुभएको छ र? त्यसो भए जाउँ। ल जाउँ न त, जाउँ ल। ए सुन्तली, तिम्रो दैलोमा आउनुपर्ने पैसा उठाउनुलाई पैसा लिने बेला त न्याउरो मुख लाएर हजुर हजुर भएर आउँथ्यो नि। नमस्कार साउबा। हजुरको पैसा त दिने भनेको थियो, तर घडेरी नै बिक्दैन। घडेरी बेचेर दिन्छु नि है। तेरो घरेडी बिक्ने कहिले? मैले पाउने पैसा कहिले? बरु यसो गर, तेरो घरेडी मलाई पास गर, म यहाँ धाइरहनु सक्दैन कि कसो केटा? हो नि बा। यो मान्छेले त पहिल्यै पैसा तिर्ला जस्तो लागेको थिएन मलाई। यो मान्छेले पैसा तिर्ला जस्तो लागेन। अर्कोचोटि पनि पैसा उठाउन आउँदाखेरि यसले पैसा तिरेन भने तैँले जे जे गर्नुपर्ने गर। हुन्छ बा, अर्कोचोटि पनि आउँदाखेरि पैसा दिएन भने मान्छे उठाइदिने। आफ्नो बिहे पनि भएको छैन। गरिबले भन्न पाएँ भनेर त्यति साह्रो नहेप्नुहोस् न साउबा। छोरालाई अब पढ्न पठाएँ, छोराको फोन केही छैन। हत्तो पत्तो कहाँ छ के छ, कति पीडा छ मलाई। बुढो त्यसरी मातेर हिँड्छ। मैले हजुरको पैसालाई चाहेर पनि तिर्न नसकेको हो साउबा। 3-4 महिना पर्खिदिनुहोस्। त्यही मेरो नाममा मको घरेडी पनि हजुरलाई पास गरिदिन्छु, तर उठाएर लाने नै नभनिदिनुहोस्। म गरिबको पनि त इज्जत छ नि, धनीको मात्रै इज्जत हुन्छ र साउबा? के भन्नुभएको तपाईँले त? सबैभन्दा पैसा नै ठुलो रहेछ होइन त? पैसा ठुलो त हो नि संसारमा। नाटक पार्दो रहेछ रोएर, पिलपिली रोएर टार्दो रहेछ। अर्कोचोटि आउँदाखेरि साउ ब्याजसँग दिनुपर्छ मलाई। आज लोदर लाग्ने हो कि के हो केटा? जाउँ, अद्ध पनि जानुपर्छ हामीले पैसा उठाउँ। म कस्तो अभागी रहेछु। श्रीमती र छोराको लागि पनि मैले केही गर्न सकेन। सब दिनदिनै घरमा आएर कराउँछ। एउटा असल श्रीमान भएर पनि मैले परिवारको लागि केही गर्न सकिनँ। यसपालि त झन् साउले पैसा दिएन भने श्रीमती नै उठाइदिन्छु भनेर धम्की दिएर गएको छ अरे। म श्रीमती उठाएर लगेको कहाँ हेर्न सक्छु? बरु म मरेकै पेस। झाडीमा सर्व पनि कति धेरै लाग्छ भन्छन्, कति धेरै छ नि। के गर्नु, काम नगरिकन हुँदैन। दिदी दिदी हजुर। सुन्तली दिदीको बुढाले त आत्महत्या गर्नुभएछ नि। अब के भएर त्यस्तो गर्नुभएछ त? अब त्यो त मलाई पनि के त, सबैजना घाटातिर गइरहेछन्। ए हो र? बिचारा कहिले काहीँ आएर यसो मेरो पनि व्यापार हुन्थ्यो उहाँलाई खाइकन। के गर्नु? तपाईँ पनि कस्तो अचम्मको कुरा गर्नुहुन्छ हौ दिदी। मान्छे मरेर घाटा लैरहेछन्, व्यापारको कुरा गर्नुहुन्छ। तपाईँलाई व्यापारदेखि अर्को केही आउन्न? होइन, मान्छे त ठिकै थिए। के भएर त्यस्तो निर्णय लिएछन् बहिनी? खै दिदी, अर्का घरको कुरा मलाई के त। फेरि अलिअलि सुन्थेँ मैले, ऋण पनि थुप्रै छ भनेर। त्यही ऋण तिर्न नसकेर पनि त्यसो गरे हो कि केही बुझ्नै सक्दिनँ म त। हेर, त्यत्रो भएको छोरो थियो,
भविष्य बनिहाल्थ्यो नि। त्यस्तो निर्णय लिनुपर्छ भन्ने कुनै कारणै थिएन। न त हो दिदी, अब त्यस्तो गर्नै पर्ने त केही थिएन। किन हो त्यस्तो गरेको हामीले भन्नु नै के छ। हेर अब त्यो घरमा त सुन्तली दिदीलाई कस्तो भएको होला। पीडामाथि बिचारा पीडा बिचारा। दिदी अब हामी गएपछि गर्नुभन्दा बरु सुन्तली दिदीलाई गएर यसो सान्त्वना दिउँ न। जमिन हुन्छ बहिनी जाम। हिँड्नु जाम हस्। हिँड्नु अब। हेर्नु त दिदी, सुन्तली दिदी टाइम बितेपछि एकरो हुनुभयो, टोलाएर बस्नु भएको छ। त्यही माथि छोराको वियोगमा बिचरा अरू नै को छ र। जाउँ बरु के भएछ दिदीलाई नि सम्झाउँ है, एकैछिन बसेर जाम्ला। सुन्तली दिदी किन टोलाएर बस्नुभएको छ तपाईँ? के हुनु र बहिनी, केही पनि भएको छैन। एउटा भएको छोरो पनि कहाँ छ के छ थाहा छैन। बुढाले नि बेलैमा छोडेर जानुभयो। यहाँभन्दा अब के हुन बाँकी छ र बहिनी? आफूले आफूलाई कमजोर नठान्नुहोस्। के गर्नु दिदी, यो संसारमा अचम्बरी कोही पनि छैन। कोही ढिलो जान्छन् त कोही छिटो, यति मात्र हो। रोएर आफैलाई कमजोरी नबनाउनुहोस्। हो दिदी, तपाईँ रोएर दाइ फर्केर आउनुहुन्न, नरुनुहोस्। अहिलेसम्म केही पनि खानु भएको छैन होला। हिँड्नुहोस् बरु, मेरो घरमा म तपाईँलाई खानेकुरा बनाएर खुवाउँछु। उठ्नुहोस्। जान्न बहिनी, त्यसो नभन्नुहोस् दिदी, नरुनुहोस्, उठ्नुहोस्। मैले खाएको छु अगाएको छु। म गएर तिम्रोमा खाएर कतिन्जेल बाँचु। म अभाकी मरेकै ठिक छ बहिनी। त्यसो त्यसो भन्नु न। नबोल्नुहोस् दिदी, हिँड्नुहोस्। मेरो छोरो पनि कहाँ गएको होला? सम्पर्क पनि छैन। पढ्न पठाएको छोरो अहिलेसम्म कहाँ छ के छ अत्तो पत्तो छैन। त्यही छोरो आइपुग्छ कि भनेर बाटो हेरेर कोतिन्जेल बस्थे। त्यही छोराको खुसीको लागि साउसँग ऋण काडे, दुःख गरे। छोराले सुख देला भनेर, तर छोरो अहिलेसम्म कहाँ छ के छ केही थाहा छैन। जिउँदो छ कि मरेको छ कि। तर मेरो छोरो जहाँ भए पनि सुरक्षितसँग होस्। म मर्दा पनि आउँदैन होला मेरो छोरो। अनुहार पनि देख्न नपाउने भए। दिनदिनै साउ आएर घरमा पैसा माग्छ। बुढाको टेन्सन छुट्टै, साउको टेन्सन छुट्टै, छोराको टेन्सन छुट्टै। कति टेन्सन बोकेर बस्नु पर्ने रहेछ यो आमाले। कस्तो पापी छोरो हो। त्यो सहरमा के छ र चाहिँ सहर कुरेर बसेको आमाको यस्तो अवस्था हुँदा नि छोरो नआउने। हे भगवान्, खबर त पुराको नि, तर के गर्नु, त्यस्तो असत्य छोरो छ भनेर हामीलाई पनि थाहा भएन। बिचारा भेट पनि हुन पाएन। हो नि दिदी, त्यही छोराका मायाले बिचारा ज्यानै गुमाउनु पर्यो सुन्तली दिदीले। न बुढो गतिलो पर्यो न छोरो नै गतिलो पर्यो। कस्तो आवागी रहेछन् यी सुन्तली दिदी। अब तँ आयो भने गाउँमा टेक्न पनि नदिने त्यसलाई। कुरो बुझ्यौ? यिनी सुन्तली किन रुँदै हिँड्छिन्, के पिर पर्यो होला भन्ठाना त उसलाई धेरै पिर रहेछ, डाहा रहेछ। अब यसको
यसले लिया ऋण पनि म सबै बिना गरिदिन्छु। ल अब यो लैजाउँ, अब यहाँ गफ गरेर बढी चलाउनु छैन। एकछिन कुर्नी हो कि छोरो आइपुहाल्छन् कि? त्यो आउने भयो अहिलेसम्म आइसक्थ्यो। धेरै बेर नराखौँ, लासलाई चाहिँ राख्नुहुन्न, गनाउँछ, बरु उठाइहालौँ। बिचरा ए दिदीले बाँचुन्जेल एक मुठी पनि पानी खान पाउनु भएन। आफ्नो मान्छे पनि भएका पनि छैनन् यहाँ। भएको छोरो त्यो असत्य पनि दागबत्ती दिन त आउनु पर्ने। हेर्नु त दिदी बिचरा, हामी पनि बाँचेर तछाड मछाड गर्छौँ, मरेसै हालत हुन्छ सुन्तली दिदी जस्तो। यस्तो हामी कहिल्यै नगरौँ। भन्छन् नि 12 छोरा 13 नाति, बुढाको ढोक्रो काँधैमाथि भन्थे। हो रहेछ, बिचारा सन्तान भएर पनि के काम लागेर नानी? केही कामै लाएन नि दिदी। ल ल ल हेरेर मात्रै नबसौँ, लासले सबै हुन्छ 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 ल ल ल ल अझ छोरा जान्छ नि ल त ल। सौमा ए सौमा सौमा नमस्ते। नमस्ते। यता आइज। के भन्न आइस? सौमा म पढ्न जाँदा तपाईँले दिनुभएको ऋण तिर्न आएको छु। घरमा पनि पैसा छैन म। बाबु त्यो पैसा मलाई चाहिँदैन। घरको रेखदेख गर्नु, तिम्रो भविष्य राम्रोसँग बनाउनु। सौमा किन यस्तो भन्दै हुनुहुन्छ तपाईँ? तपाईँले यो गुण लगाएको म कहिले नि बिर्सिन सक्दिनँ। अहिलेसम्म म जे छु त्यो हजुरले गर्दा भएको हो। भाइ तिमी आउनु धेरै ढिला गर्यो, जाऊ घर सम्हाल। के कुरा हो दाइ? तपाईँहरू त अर्कै कुरा गरिरहनु भएको छ त। भाइ घर जाऊ, तिमी आफै बुझ्छौ। हो बाबु, घर जाऊ, तिमी आफै बुझ्छौ। हुन्छ सौबा, त्यसो भए म घर जान्छु। बिचरा यो भाइलाई आफ्नो बाबामा बितेको पत्तै छैन। जसको भागमा जे लेखा थियो त्यो भोग्नै पर्छ बाबु। कहाँ गएछन् त आमा बुवा? यत्रो ताल चलाएर कतै चाबी राखेका छन् कि के यता? त्यहाँतिर पनि छैन त। यता पनि छैन त। सिक्री काकालाई सोध्न जानु पर्यो। हेर ढक्का पनि सब पानी चुहिसक्यो। बर्खा मास लाग्यो बेला पानी पनि सब चुहिसक्यो, सब बिग्रिसक्यो। के गर्नु? यो जस्ता बेच्न पाए पनि हुन्थ्यो। नमस्कार सिक्री काका। के को नमस्कार? त मेरो घरबाट गइहाल। तँलाई तेरो बाउ आमाले चाहिँ हुर्काउनु नै राम्रो गरेन, कुरा बुझिस्? त गइहाल। होइन काका, गाउँभरि सबैले यस्तै कुरा गरेछन्। के भएको हुन चाहिँ? म त मेरो बाउ आमा कता गए पो सोध्न त। तेरो कारणले गर्दाखेरि तेरो आमाले कति दुःख पाइ भन्दिन तेरो आमा कहाँ गएको छ भनेर। ल ल ल नभन्नुहोस्। आफ्नो यहाँ यत्रो काम गर्नु पर्यो यहाँ जस्ता। ए दिदी, ए दिदी, मेरो किन? बाउ आमा कहाँ हुनुहुन्छ? के थाहा त मलाई? यस्तो छोरो जन्मिनुभन्दा गर्भमा तुएर मरेको बेस। हेर न अझ आमा बाउ सोधे परेको बेलामा आउने होइन। दिदी खास कुरा चाहिँ के हो भन्नु न? सबै गाउँलेहरू यसै बोलिरहेछन्। खास कुरो के हो त्यही गाउँलेहरूलाई सोध्ने, मलाई थाहा छैन। मबाट त्यस्तो गल्ती के भएको छ र दिदी? सबैले यस्तै भन्छन्। ए अझै खास गल्ती के भएको छ भनेर भन्छौ? दिदी सन्चै हुनुहुन्छ? म सन्चो बानी बिसन्चो बानी, तँलाई के टाउको दुख्यो? मेरो आमा बा कहाँ जानु भएको छ देख्नु भएको छ? घरमा त चाबी लाएर छ। तेरो बाबामा कहाँ जान्छन् के गर्छन् मलाई सोधेर गएर मैले तँलाई भन्नलाई मलाई के त टेक्का ल्याएको जस्तो गरेर सोध्छ पो मलाई। राम्रोसित सोद्धा नि किन रिसाउनुहुन्छ दिदी? त जस्तो मान्छेलाई त जिउँदै खाल्टामा पुर्नु पर्ने, अझ मलाई पो सोध्दो रहेछ। बाबाआमालाई त्यति दुःख पर्दाखेरि एकचोटि सम्झेर त घर आइस, कहिले बाबाआमालाई कस्तो छ भनेर फोन गरिस्, चाहिँदा नचाहिँदा मलाई सोध्दो रहेछ। छट मेरोबाट, म जान्छु। के भएको हो गाउँको मान्छेहरू राम्रोसित सोद्धा नि?
बारीमा लगेर राख्नु पर्यो मल। यस्तो राम्रो मल के गर्ने? जम्मै पाखा हालेको छ कि सिमो टुक्नेहरूले। बा नमस्ते। नमस्ते बाबु, के छ त हालखबर? ठिक छु बा। ठिक छ? ठिक छ। मेरो बाबामा कहाँ जानुभएछ तपाईँले देख्नुभयो? बाबु तिमी आउन ढिला गऱ्यो। बाबु आमाले परान छोडेर जानुभयो। परान जाने बेला धेरै सम्झिएको थियो, त्यतिखेर आइपुग्नु बाबु ढिला भयो। ठिक छ बा, म समयमा घर आउनु पाइनँ। मलाई सहरमा साथीहरूले लागु औषध केसमा फसाइदिए अनि मलाई पुलिसले जेल हाल्यो। आज मेरो कारणले गर्दा मेरो बाबुआमाहरूले प्राण त्याग्नु, म नि बाँच्दिनँ।